आज हामी महाभारतको एउटा यस्तो पात्रको गहिरो चर्चा गर्दैछौँ जसको जीवन वीरता र त्रासदीको एउटा अचम्मको मिश्रण हो, कर्ण। हो, र हामीसँग भएका स्रोतहरूले कर्णलाई केवल एक पौराणिक योद्धाको रूपमा मात्र हेर्दैनन्। यिनीहरूले त कर्णलाई एउटा प्रश्नको रूपमा प्रस्तुत गर्छन्। त्यो प्रश्न जुन कुनै पनि समाजले सायद आफैलाई सोध्नुपर्छ। त्यसो भए हाम्रो आजको उद्देश्य कर्णले के गरे भनेर मात्रै केलाउनु होइन, बरु उनको जीवनमा समाजले र त्यो तथाकथित धर्मले कस्तो भूमिका खेल्यो भनेर बुझ्नु हो। कर्णको अपराध के थियो त? साँच्चै उनले कुनै पाप गरेका थिए? वा उनको जन्म नै उनको लागि सबभन्दा ठूलो अभिशाप बन्यो? हो, आउनुस् यहीँबाट सुरु गरौँ। यहाँ सबैभन्दा रोचक कुरा के छ भने स्रोतहरूले कर्णलाई युद्धमा हारेको पात्र मान्दैनन्। उनीहरू भन्छन् कर्ण समाजमा हारेको व्यक्ति हो। उनको हार कुरुक्षेत्रको मैदानमा अर्जुनको बाणले भएको होइन, त्योभन्दा धेरै पहिले। उनको हार त त्यो दिनै सुरु भइसकेको थियो जब उनलाई पहिलो पटक भनियो, तिमी योग्य हुन सक्छौ, पर तिमी क्षत्रिय होइनौ। हो, त्यही एउटा वाक्यले उनको जीवनको पुरै दिशा नै बदलिदियो। यो त निकै गहिरो कुरा भयो। तिमी क्षत्रिय होइनौ भन्ने एउटा वाक्यले कसरी उनको सम्पूर्ण जीवनको हार निश्चित गर्यो त? यो त एउटा सामाजिक पहिचान मात्र थियो, होइन र? होइन, यो पहिचानको मात्र कुरा थिएन, यो अवसरको कुरा थियो, स्वीकृतिको कुरा थियो। मतलब त्यो समाजमा हरेक अवसर पहिचानसँग जोडिएको थियो। स्रोतले एउटा डरलाग्दो प्रश्न सोध्छ, यदि कर्णको कथा धर्म हो भने अधर्म के हो? विचार गर्नुस् न, कर्णले न कसैको राज्य खोसे, न कसैको हत्या गरे, न कुनै स्त्रीको अपमान गरे, कम्तीमा सुरुमा। ठीक हो। तैपनि उनका लागि योग्यताको हरेक ढोका बन्द गरियो। किन? केवल एउटै कारण थियो, उनको जन्मको ठेगाना थाहा थिएन। जब तपाईँ धर्म भन्नुहुन्छ, के स्रोतहरूले यसलाई नैतिक नियमको रूपमा हेर्छन् कि सामाजिक व्यवस्थाको रूपमा? किनभने कर्णको कथामा धर्म शब्द त बारम्बार आउँछ। हो, तर त्यसले सधैँ अन्यायलाई नै साथ दिएको जस्तो देखिन्छ। हो, त्यही। तपाईको प्रश्न एकदम सही छ। यो अन्याय कुनै अपराधीको हातबाट भएको भए चिन्न सकिन्थ्यो, होइन? त्यसको विरोध गर्न सकिन्थ्यो। सकिन्थ्यो। तर जब अन्यायले नै धर्मको वस्त्र लगाउँछ, त्यो त पवित्र र अदृश्य बन्छ। कर्णसँग त्यही भयो। उनलाई भनियो, तिमी योग्य हुन सक्छौ, तर तिम्रो जन्मले तिमीलाई अयोग्य बनाउँछ। अब भन्नुस्, यो कस्तो धर्म हो जसले मानिसको क्षमता भन्दा पहिले उसको जात सोध्छ? यो नैतिक धर्म थिएन, यो त सामाजिक संरचनालाई जोगाउने एउटा नियम मात्र थियो। बिल्कुल। यसको सबभन्दा ठूलो उदाहरण सायद त्यो रङ्गभूमिमा भएको घटना थियो होला, जहाँ उनले पहिलो पटक आफ्नो प्रतिभा सबैको अगाडि देखाए। हो, त्यो दृश्यलाई अलिकति हेरौँ न। हस्तिनापुरको विशाल रङ्गभूमि, जहाँ कौरव र पाण्डव राजकुमारहरू आफ्नो शस्त्रकला देखाइरहेका थिए। अनि अर्जुनले सबैलाई मन्त्रमुग्ध बनाइरहेका थिए। हो, सबैले उनलाई सर्वश्रेष्ठ घोषणा गर्नै लागेका थिए। तब अचानक एक तेजस्वी युवक कर्ण त्यहाँ प्रवेश गर्छन्। उनले आफूलाई महान भनेनन्, राजा भनेनन्, केही भनेनन्, मात्र यति भने, अर्जुनले जे गरे म त्योभन्दा राम्रो गर्न सक्छु। र उनले आफ्नो क्षमता देखाए पनि। र समाजले उनको क्षमतालाई सम्मान गर्नुको साटो उनको अपमान गर्यो। हो, किनभने समाजले उनको क्षमतालाई होइन, उनको जन्मलाई हेर्यो। कृपाचार्यले तुरन्तै सोधे, तिमी कुन वंशका हौ, कुन राजाका पुत्र हौ? जब कर्णले जवाफ दिन सकेनन्, उनलाई मञ्चबाट उत्रन भनियो। अब यसलाई ठूलो चित्रमा जोडेर हेर्ने हो भने कुरा के हो भने समाज योग्यतासँग डराउँदैन। समाज त त्यो योग्यतासँग डराउँछ जुन नियमको दायराभन्दा बाहिरबाट आउँछ। अर्जुन व्यवस्थाभित्र थिए, कर्ण बाहिर, र व्यवस्थाले बाहिरको व्यक्तिलाई कहिले स्वीकार गर्दैन, किनभने त्यसले व्यवस्थामाथि नै प्रश्न उठाउँछ। एकदम। कर्णको जीवन अपमानको श्रृङ्खला बन्नुको कारण यही थियो। त्यो सार्वजनिक अपमान त पछिको कुरा भयो, तर उनको सङ्घर्ष त शिक्षा पाउनको लागि नै सुरु भएको थियो नि, होइन? गुरु द्रोणाचार्य कहाँ पुग्दा के भएको थियो? हो, उनको पहिलो र सबैभन्दा ठूलो अस्वीकृति त्यही भएको थियो। जब उनी द्रोणाचार्य कहाँ गए, द्रोणले उनको प्रतिभा देखे, तर प्रतिभा देख्ने बित्तिकै उनले सोधे, तिमी को हौ? कर्णले आफूलाई सारथीको छोरा भने, अनि द्रोणले उनलाई शिक्षा दिन अस्वीकार गरे।
के स्रोतहरूले द्रोणको यो व्यवहारलाई उनको व्यक्तिगत पूर्वाग्रहको रूपमा हेर्छन् कि प्रणालीगत बाध्यताको रूपमा? मतलब कि उनी आफै पनि त्यो व्यवस्थाको कैदी थिए? यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो। स्रोतहरूले यसलाई दुवै कोणबाट हेर्छन्। द्रोण आफै पनि गरिबीबाट आएका थिए र हस्तिनापुरको राजदरबारप्रति ऋणी थिए। उनको काम राजकुमारहरूलाई मात्र शिक्षा दिनु थियो। तर यहाँ द्रोणले भनेको वाक्य निकै सूक्ष्म र घातक छ। उनले कर्णलाई तिमी अयोग्य छौ भनेनन्। के भने त? बरु भने तिमी यस स्थानको योग्य छैनौ। यसमा के फरक छ र? सुन्दा त उस्तै लाग्छ। फरक धेरै ठूलो छ। तिमी अयोग्य छौ भन्नुको अर्थ तिमीमा क्षमता छैन भन्ने हुन्छ। ठीक हो। तर तिमी यस स्थानको योग्य छैनौ भन्नुको अर्थ हो तिमी जतिसुकै योग्य भए पनि तिम्रो लागि यो ढोका खुल्ने छैन। यसले व्यक्तिलाई उसको क्षमताको कारणले होइन, उसको पहिचानको कारणले अस्वीकार गर्छ। यो सन्देशले कुनै पनि मानिसलाई भित्रैदेखि तोड्छ। जब धर्मको आधिकारिक ढोका बन्द भयो, कर्णले अर्को बाटो रोजे। उनी परशुराम कहाँ पुगे, तर त्यहाँ त उनले सत्य लुकाउनु पर्यो। किनभने परशुरामले केवल ब्राह्मणहरूलाई शिक्षा दिन्थे। कर्णले आफूलाई ब्राह्मण हुँ भनेर ढाँटे। यहाँ स्रोतले एउटा गहिरो प्रश्न उठाउँछ के कर्णले झुट बोले वा समाजले उनलाई झुट बोल्न बाध्य बनायो? हो, जब सत्य बोल्दा हरेक ढोका बन्द हुन्छ तब मानिसले के गरोस्? हो नि, र त्यो झुटको परिणाम पनि उनले भोग्नु पर्यो। जब सत्य बाहिर आयो, परशुरामले उनलाई श्राप दिए। त्यो क्षण त महाभारतको सबैभन्दा दुःखद क्षणहरूमध्ये एक हो नि। हो। कर्ण आफ्नो गुरुको काखमा टाउको राखेर सुतिरहेका थिए। एउटा विषालु किराले उनको तिघ्रामा टोक्न थाल्यो। र रगत बग्न थाल्यो। हो, गुरुको निन्द्रा नबिग्रियोस् भनेर कर्णले पीडा सहे। जब परशुराम उठे उनले रगत देखे र बुझे कि यति धेरै पीडा सहन सक्ने मानिस ब्राह्मण हुन सक्दैन। अनि जब कर्णले सत्य बतायो, परशुरामले क्रोधमा आएर श्राप दिए। भने जुन समयमा तिमीलाई मेरो विद्याको सबैभन्दा बढी आवश्यकता पर्छ त्यही बेला तिमीले सबै बिर्स्नेछौ। यो त गुरुको व्यवहार जस्तो लाग्दैन। यो त केवल एउटा आहत अहंकारको प्रतिक्रिया जस्तो देखियो। बिल्कुल, यहाँ गुरु थिएनन्, धर्म थिएन, केवल आहत अहंकार थियो। ज्ञानको अपमान हिंसा भन्दा पनि ठूलो अपराध हो र कर्णसँग त्यही भयो। उनको वर्षौंको मेहनत उनको ज्ञानलाई एकै क्षणमा अवैध घोषित गरियो। त्यसो भए धर्मका हरेक स्तम्भ, गुरु, समाज, व्यवस्था सबैले उनलाई अस्वीकार गरे? हो, सबैले उनको ज्ञानलाई अवैध बनाइयो। त्यही अपमानको क्षणमा एकजना व्यक्ति उनको समर्थनमा उभियो, दुर्योधन। हो, त्यो रङ्गभूमिको घटनामा फर्कौं। जब कर्णलाई उनको जात सोधेर अपमानित गरिँदै थियो र भीष्म र द्रोण जस्ता धर्मका स्तम्भहरू चुपचाप थिए, हो, मौन थिए, तब दुर्योधन उठे। उनले कर्णलाई महान भनेनन्, उनले केवल व्यवस्थालाई चुनौती दिए। उनले भने वीरताको सम्बन्ध वंशसँग होइन, पराक्रमसँग हुन्छ। यदि अर्जुनसँग प्रतिस्पर्धा गर्न क्षत्रिय हुनु नै पर्छ भने म आजै कर्णलाई अंगदेशको राजा बनाउँछु। दुर्योधनले कर्णलाई केवल राज्य दिएका थिएनन्, उनले त्योभन्दा ठूलो कुरा दिएका थिए हैन र? हो, उनले पहिचान दिए, उनले सम्मान दिए। जीवनमा पहिलो पटक कसैले उनको योग्यता होइन, उनको स्वाभिमानलाई छोएको थियो। कर्णलाई थाहा थियो दुर्योधन अधर्मी छ, उसको नियत गलत छ, तर उनलाई यो पनि थाहा थियो कि जुन धर्मको पक्षमा पाण्डवहरू थिए त्यही धर्मले उनलाई कहिले स्वीकारेन। जहाँ धर्मले अस्वीकार गर्छ त्यहाँ अधर्म आकर्षक बन्न पुग्छ। हो, स्रोतहरूले भन्ने सम्मान सबैभन्दा खतरनाक मुद्रा हो भन्ने कुरा सायद यही लागू हुन्छ। तर यो सम्मानको ऋणले कर्णलाई कुन कुन क्षणमा नैतिक रूपमा असहज बनायो? द्रौपदीको अपमान हुँदा उनी चुप बस्नुको कारण यही थियो। यो अत्यन्तै जटिल प्रश्न हो र कर्णको चरित्रको सबैभन्दा विवादित पक्ष पनि यही हो। कुरा के हो भने कर्ण अधर्मसँग जोडिएका थिएनन्, उनी अपमानबाट बच्नका लागि दुर्योधनसँग जोडिएका थिए। दुर्योधनले उनलाई सम्मान दिए र कर्ण त्यो सम्मानको ऋणमा यति डुबे कि उनी सही र गलत छुट्याउन असमर्थ भए। तर द्रौपदीको चिरहरणको बेला उनको मौनता मात्र होइन, उनको कटु वचन पनि थियो नि। उनले द्रौपदीलाई 5 पतिकी पत्नी वेश्या समान हुन्छ भने यो कसरी जायज हुन सक्छ?
यो कदापि जायज हुन सक्दैन र स्रोतहरूले यसलाई कर्णको जीवनको सबैभन्दा ठूलो नैतिक पतनको रूपमा चित्रण गर्छन्। तर यसको पछाडिको मनोविज्ञानलाई बुझ्न जरुरी छ। यो केवल दुर्योधनप्रतिको भक्ति थिएन, यसमा उनको आफ्नै विगतको अपमानको बदला पनि लुकेको थियो। द्रौपदीको स्वयंवरमा भएको अपमान? हो, त्यहाँ पनि कर्णलाई सुतपुत्र भनेर भाग लिनबाट वञ्चित गरिएको थियो। उनको त्यो कटुवचन दुर्योधनको अधर्मको समर्थन मात्र थिएन, त्यो वर्षौंदेखि जम्मा भएको आफ्नै अपमान र पीडाको विस्फोट थियो। उनी त्यो प्रणालीलाई चोट पुर्याउन चाहन्थे जसले उनलाई सधैँ चोट पुर्यायो, तर त्यसो गर्दा उनी आफै अधर्मी बने। मतलब सत्यको विरुद्धमा पाइने विश्राम अन्ततः पतन बन्छ। हो, कर्ण यो जान्दथे, तर मानिस सधैँ ज्ञानले होइन कहिलेकाहीँ घाउले चल्छ, र कर्णका घाउहरू धेरै गहिरा थिए। जब युद्ध सुरु हुनुभन्दा ठिक अगाडि कुन्ती आएर उनले आफ्नो जन्मको सत्य बताइन्, तबसम्म धेरै ढिलो भइसकेको थियो। उनी अब एउटा व्यक्ति मात्र थिएनन्, एउटा प्रतीक बनिसकेका थिए। अब युद्ध भूमिमा जाउँ। स्रोतले भन्छ कुरुक्षेत्रमा कर्ण मर्न आएका थिएनन्, उनी धेरै पहिले नै मरिसकेका थिए। यो भनाइको अर्थ के हो? यसको अर्थ हो उनको आत्मा मरिसकेको थियो। युद्ध त केवल शरीरको अन्त्यको लागि एउटा मञ्च थियो। सोच्नुहोस् त, युद्ध भूमिमा अर्जुनको साथमा कृष्ण थिए, एक मार्गदर्शक। भीष्मसँग आफ्नो धर्मको गर्व थियो, तर कर्णको भित्र के थियो? केही थिएन। केही थिएन, केवल अपमान, अधुरो स्वीकृतिको बोझ र एउटा यस्तो साथीप्रतिको ऋण जसको पक्ष गलत छ भन्ने उनलाई थाहा थियो। उनको भित्र कुनै उत्साह थिएन, केवल थकान थियो। एकातर्फ अर्जुन थिए जो युद्ध रोजिरहेका थिए र अर्कोतर्फ कर्ण जो युद्धमा फसेका थिए। एकदम सही। जो मानिस चुनाव गर्न सक्दैन ऊ जतिसुकै वीर भए पनि पहिले नै हारिसकेको हुन्छ। उनीसँग कुनै विकल्प नै थिएन। उनले कुन्तीलाई वचन दिएका थिए कि उनले अर्जुन बाहेक कुनै पाण्डवलाई मार्ने छैनन्। उनले दुर्योधनलाई वचन दिएका थिए कि उनी अन्त्यसम्म लड्नेछन्। उनी वचनहरूमा यति बाँधिएका थिए कि उनको आफ्नो अस्तित्व नै हराइसकेको थियो। र उनको अन्त्य पनि उत्तिकै प्रतीकात्मक थियो। जब उनको रथको पाङ्ग्रा जमिनमा भासियो, त्यो केवल एउटा दुर्घटना थिएन, त्यो उनको सम्पूर्ण जीवनको सार थियो। जुन धरतीले उनलाई जन्म दियो, जुन समाजमा उनी हुर्किए, त्यसले उनलाई कहिल्यै पूर्ण रूपमा स्वीकारेन, र अन्त्यमा त्यही धरतीले उनलाई समात्यो। अनि परशुरामको श्राप पनि सक्रिय भयो। हो, उनले ब्रह्मास्त्रको ज्ञान बिर्से। त्यो सबैभन्दा कमजोर क्षणमा उनले अर्जुनसँग धर्मको माग गरे। यो कस्तो विडम्बना हो! यो महाभारतको सबैभन्दा मार्मिक संवादहरूमध्ये एक हो। उनले अर्जुनलाई भने, एकछिन पर्ख, म रथको पाङ्ग्रा निकाल्छु, तिमी धर्मात्मा हौ, निहत्था शत्रुमाथि प्रहार नगर। जुन व्यक्तिलाई जीवनभर धर्मले स्वीकारेन, त्यही व्यक्ति अन्त्यमा धर्मको दुहाई दिइरहेको थियो। यो कुनै चाल थिएन, यो अन्तिम आशा थियो। सायद अन्तिम क्षणमा भए पनि धर्मले न्याय देला कि भनेर। हो, तर धर्म त्यति बेला पनि चुप थियो र कृष्णले अर्जुनलाई बाण चलाउन आदेश दिए। कृष्णको मौनता नै प्रणालीको अन्तिम जवाफ थियो। यहाँनिर कुरा साँच्चै रोचक हुन्छ। कर्णको मृत्यु हुने बित्तिकै सबै कुरा बदलियो, होइन र? हो, यो सबैभन्दा ठूलो पाखण्ड हो। कर्णको मृत्यु हुने बित्तिकै पाण्डवहरूलाई उनको जन्मको सत्य थाहा भयो। जिउँदो छँदा जसलाई सुतपुत्र भनेर आँखा उठाएर नहेर्नेहरू उनको शवको वरिपरि जम्मा भएर रुन थाले। अब कसैले सोधिरहेको थिएन, तिमी को हो, कुन जातका हो? थिएन। अब सबै भनिरहेका थिए, कर्ण महान थिए, उनी हाम्रा जेठा दाजु थिए। यो त त्यस्तै भयो, समाजले पहिले मार्छ अनि महिमामण्डन गर्छ। बिल्कुल, किनभने जीवित मानिसले परिवर्तन माग्छ, प्रश्न सोध्छ, आफ्नो हक खोज्छ। जीवित कर्णले व्यवस्थालाई चुनौती दिन्थ्यो। हो, तर मरेको मानिस केवल कथा बन्छ। मरेको कर्ण सुरक्षित छ। कर्णलाई जिउँदो छँदा सम्मान दिनुको अर्थ जिम्मेवारी लिनुहुन्थ्यो, आफ्नो सामाजिक संरचनाको गल्ती स्वीकार्नुहुन्थ्यो। तर मरेको व्यक्तिको प्रशंसा गर्न केवल शब्द भए पुग्छ। हो, कुनै जिम्मेवारी चाहिँदैन। स्रोतले भन्छ, कर्णको कथा सकिएको छैन। कर्ण कुनै व्यक्ति होइन, एउटा स्थिति हो। यो भनाइलाई आजको सन्दर्भमा कसरी बुझ्न सकिन्छ? यो आज पनि उत्तिकै सान्दर्भिक छ। कर्ण एउटा यस्तो अवस्था हो जुन आज पनि हरेक दिन पैदा भइरहेको छ, हाम्रो टोलमा, हाम्रो अफिसमा, हाम्रो समाजमा।
हरेक पटक जब कुनै योग्य व्यक्तिलाई उसको पृष्ठभूमि, जात वा पहिचानको कारणले अवसरबाट वञ्चित गरिन्छ, त्यहाँ एउटा कर्ण जन्मिन्छ। र कहिलेकाहीँ हाम्रै भित्र पनि, होइन र? हो, अझ महत्त्वपूर्ण कुरा हाम्रै भित्र, हाम्रो भित्रको त्यो हिस्सा जो योग्य छ तर सही अवसर नपाएर डराउँछ। त्यो आवाज जसले भन्छ म यो कामको लागि योग्य छु तर मेरो पृष्ठभूमि ठिक छैन वा मसँग सही सम्पर्क छैन, यो वाक्य हाम्रो होइन। यो समाजले हाम्रो भित्र हालिदिएको कर्णको आवाज हो। हो, जब बाहिरबाट आउने अन्याय हाम्रो भित्री विश्वास बन्न पुग्छ तब मानिस आफैलाई हराउन थाल्छ। यही नै वास्तविक हार हो। कुरुक्षेत्रको हार भन्दा पनि ठूलो हो। त्यसो भए यो सबैको अर्थ के हो? यो गहिरो विश्लेषणपछि कर्णको कथाले हामीलाई के सिकाउँछ? अर्जुन बन्न वा दुर्योधन नबन्न? मलाई लाग्दैन कि कथाले हामीलाई कोही बन्न भन्छ। यसले केवल ऐना देखाउँछ। ऐना हो, यसले हामीलाई आफ्नो भित्रको कर्णलाई चिन्न भन्छ, त्यो हिस्सा जसलाई स्वीकृतिको भोग छ, जो अपमानसँग डराउँछ र साथसाथै आफ्नो भित्रको द्रोण र भीष्मलाई पनि चिन्न भन्छ। त्यो हिस्सा जो अन्याय देखेर पनि चुप बस्न सक्छ। हो। र अन्त्यमा श्रोतालाई सोच्नको लागि एउटा प्रश्न छोडौं। अवश्य। अन्त्यमा सोच्नको लागि एउटा कुरा, महाभारत कहिले सकिँदैन। यो हरेक दिन नयाँ रूपमा चलिरहन्छ हाम्रो वरिपरि। प्रश्न यो होइन कि कर्णसँग के भयो, प्रश्न यो हो जब अर्को कर्ण तपाईको अगाडि अवसर खोज्दै आउनेछ, तपाईँ को बन्नुहुनेछ? चुपचाप हेरेन बस्ने भीष्म, नियम देखाएर पन्छाउने द्रोण, वा आफ्नो सानो असुविधालाई रोजेर त्यो व्यक्तिको योग्यताको लागि उभिने व्यक्ति? इतिहास पछुताउनेहरूले होइन, समयमा बोल्नेहरूले बदल्छन्।